नमस्कार साथीहरू, मैले चाहिँ हिजो जुन अमिलो पेलेको भिडियो चाहिँ हालेको थिएँ र हजुरहरूलाई आज चाहिँ अमिलो चाहिँ पकाउन लागेको चाहिँ भिडियो देखाउन गइरहेको छु र कसरी पकाइन्छ र कति घन्टासम्म पकाउन सकिन्छ भन्ने बारे आज चाहिँ म देखाउन गइरहेको छु। चुक चाहिँ मैले आगो बालेर यसरी तपेलामा हालेर पकाउन सुरु गरिरहेको छु र यो चाहिँ यसरी पकाउने गरिन्छ र यो चाहिँ अहिले देखाएमा चाहिँ धेरै देखिए पनि यो चाहिँ पाकिसकेपछि थोरै हुने गर्छ। यो चाहिँ लगभग 3-4 घन्टा जति चाहिँ पकाउनु पर्छ जस्तो छ। साथीहरू, यो चाहिँ मेरो नयाँ टिकटक अकाउन्ट हो र सबैजना जोडिनु होला। मेरो चाहिँ अर्को टिकटक आइडीमा पनि सबैजना जोडिनु भएकोले सबैजनाले जोडिनु होला भन्न चाहन्छु र लाइक कमेन्ट सेयर चाहिँ गर्न नभुल्नु होला।